हेलो एभ्रिवान, नमस्ते। प्रशान्त कुक्समा यहाँहरूलाई स्वागत छ। आज मैले यहाँहरूको लागि मिठो साँधेको मस्यौराको रेसिपी लिएर आएको छु। ल सुरु गरौँ। यसलाई बनाउन चाहिने सामानहरूबाट हामीलाई सबैभन्दा पहिला चाहिन्छ मस्यौरा। यसलाई मैले एयर फ्राई गरेर लिँदैछु। थोरै काटेको लसुन र मसिनो काटेको खुर्सानी, एउटा मिडियम साइजको प्याज, थोरै हरियो लसुनको पत्ता र एउटा बोइल या पोलेको गोलभेडा। मस्यौरालाई एउटा भाँडोमा लिनुहोला र यसमा तातो पानी हालिदिनुहोला। 10 देखि 15 मिनेटपछि पानी सबै निचोरेर लिनुहोला। अब म राख्दैछु यसमा नुन, थोरै जिरा धनियाको धुलो, आवश्यकता अनुसारको बेसार, थोरै रातो धुलो खुर्सानी र 2 चम्चा जस्तो अलिभ ओइल। यो सबै राखेर मस्यौरालाई हामीले राम्ररी मसाज गर्नुपर्ने हुन्छ र अन्त्यमा हाम्रो मस्यौरा मोलिसक्दा यत्तिको चाहिँ हुनुपर्छ। अब म यसलाई एयर फ्रायरमा राख्दैछु र यसलाई 15 मिनेटसम्म 400 डिग्रीजमा फ्राई हुन छोडिदिन्छु। हजुरहरूले प्यानमै थोरै तेल राखेर पनि मस्यौरालाई स्यालो फ्राई गर्न सक्नुहुन्छ या डिप फ्राई गरेर लिन पनि सक्नुहुन्छ। यदि हजुरहरूलाई यस्तै सजिलो र मिठो रेसिपिज हेर्न मनपर्छ भने कृपया मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला र यो भिडियोलाई पनि लाइक, कमेन्ट अनि सेयर गर्नुहोला। र मिडियम प्याजलाई यहाँले भिडियोमा देखाए जसरी मसिनो गरी काट्नुहोला। साथै 6 देखि 7 कली लसुनलाई पनि मसिनो गरी काट्दैछु। त्यसैगरी हरियो लसुनलाई पनि मसिनो गरी काट्नुहोला र अन्त्यमा खुर्सानी पनि मसिनो गरी काट्नुहोला। सबै सामग्री रेडी भयो। अब लागौँ मस्यौरा सान्न। एउटा सफा भाँडोमा एयर फ्राइड मस्यौरा राखेर त्यसमा सफा हातले गोलभेडा मिचेर राख्नुहोला। त्यसपछि म राख्दैछु लसुन र खुर्सानी, अघि काटेर राखेको प्याज, त्यसैगरी हरियो लसुनको पत्ता र थोरै कागतीको रस। अब यसलाई हामीले राम्रोसँग मोल्न पर्ने हुन्छ अनि रेडी हुन्छ एकदमै भर्सटाइल र हेल्दी साँधेको मस्यौरा। यदि हजुरहरूले मेरो चिकन खाना सेटको रेसिपी हेर्नुभएको छैन भने म डिस्क्रिप्सन सेक्सनमा राखिदिन्छु। कृपया त्यो भिडियोलाई पनि चेक गरिदिनुहोला। यसैगरी हजुरहरूले पनि मिठो साँधेको मस्यौरा बनाउनुहोला र आफ्नो फ्रेन्ड्स एन्ड फ्यामिलीसँग इन्जोय गर्नुहोला। मेरो यो सानो प्रयासलाई लाइक, कमेन्ट र सब्स्क्राइब गरेर मलाई पनि सपोर्ट गरिदिनुहोला। थ्याङ्क यू फर वाचिङ।